बालेन शाहलाई जिताउने भनेर लाखौं खर्च गरेर आउँदैछन् विदेशबाट युवाहरू। हेर्नुहोस् यो भिडियो अन्तिमसम्म। अस्ट्रेलियाबाट चाहिँ खास आएको चाहिँ स्पेशल भोट हाल्नलाई आएको, बालेनलाई सपोर्ट गर्न आएको। अबको मेयर चाहिँ अबको प्रधानमन्त्री चाहिँ बालेन्द्र शाह नै हुनुपर्छ, किनभने हामीले नेपालीहरूलाई सिस्टमको एक्सपोजर गराउनु छ। मेन कुरा केही कुरा सिस्टमेटिक छैन नेपालमा। हजुर। र केपी शर्मा ओली झापा 5 बाट उठ्दैछन्। हजुर। तपाईको मत कसलाई, बालेनलाई या केपी शर्मा? मेरो त अवश्य बालेनलाई जान्छ नि। उसले बुझेको छ के चाहिएको छ, देशलाई निड्स के हो देशको, उसले बुझेको छ। अहिले संस्कार अधिकारी हुनुहुन्छ, उहाँ चाहिँ मेरो बुहारीको भाइ, एउटा मात्रै भाइ। अस्ट्रेलियाबाट किन आएको तपाईँहरूले सोध्नु न प्लिज। हजुर, किन आउनुभयो अस्ट्रेलियाबाट? म अस्ट्रेलियाबाट चाहिँ खास आएको चाहिँ स्पेशल भोट हाल्नलाई आएको, बालेनलाई सपोर्ट गर्न आएको। अबको मेयर चाहिँ अबको प्रधानमन्त्री चाहिँ बालेन्द्र शाह नै हुनुपर्छ, किनभने हामीले नेपालीहरूलाई सिस्टमको एक्सपोजर गराउनु छ। मेन कुरा केही कुरा सिस्टमेटिक छैन नेपालमा। यो हाम्रो यत्रो पढे लेखेको, हाम्रो यत्रो योगदान अरूको देशलाई किन दिने? हामी फर्केर हाम्रो आफ्नो देशमा हाम न। यो दिमागले मैले कति बनाऊँ, पैसाले नसकमला, दिमागले त चेन्जेस ल्याउन सकिन्छ नि त। हामीले सिस्टम ल्याउनु पर्यो नि, देश भन्छ त्यति। अनि यो 30-35 वर्षसम्म राज गरेका यी व्यक्तिहरू फेरि पनि प्रधानमन्त्री बन्छु भन्दैछन्, प्रधानमन्त्रीको क्यान्डिडेट मै हुँ भन्दैछन्, गृहमन्त्रीको क्यान्डिडेट मै हुँ भन्दैछन्। हजुर। तपाईँ फेरि अस्ट्रेलियाबाट त्यत्रो एकदम ल्याभिस लाइफ जिरहेको व्यक्ति, यत्रो खर्च गरेर यत्रो टिकट होइन, अब हेर्दाखेरि नेपालमा होइन 50,000 70-80,000 भनौँ, आउँदा त लाखौँ लाग्छ। हजुर। भोट दिनको निम्ति तपाईँ आउनुभएको छ। यो किन यस्तो चासो तपाईँलाई? भोलि यो अब म त विदेश गएका मेरो छोराछोरीहरूलाई चाहिँ जान नपरोस्। मैले यहाँ ल्याएर राम्रो सिस्टम ल्याएर राम्रो सबले यहाँको कल्चर बुझेर मान्छेहरूले एकअर्कालाई बुझेर गयो भने यहाँ धेरै चेन्जेस हुन सक्छ। र पहिलाकोले केही गर्न सक्दैन भन्ने पनि होइन। पहिलाकोले उनीहरूको त्यति बेलाको निड भने घाँस कपास थियो। अब हामीलाई एजुकेसन चाहियो, ट्रान्सपोर्टेसन चाहियो, हामीलाई टेक्नोलोजी चाहियो। त्यो कहाँबाट आउँछ त? नयाँ मैले टेक्नोलोजी पढेर मैले गर्ने हो कि मैले केपीवालाई ल मेरो टेक्नोलोजी पढेछु मैले, यो हजुरले गर्नु भनेर दिने हो? उनले आइडिया लगाएर गर्न सक्दैन नि त। उसको दिमाग पुग्दैन, दिमाग त्यहाँसम्म नपुग्ला उनले पुगाउन पनि सक्दैन। तर बालेनमा त्यो देख्नुहुन्छ तपाईले? देखिन्छ नि, अफकोर्स देखिन्छ नि बालेनमा, किन नदेखिने? बालेनको तपाईँलाई के चिज राम्रो लाग्छ? उसको भिजन, उसको आइडियलाइजेसन, उसले कसरी मान्छेलाई कसरी लैजाने हो, उसको सबै प्री प्लान हुन्छ कि, एउटा ब्लु प्रिन्ट बनाएर देश बनाउने हो क्या। हावातालमा